ल अब चाहिँ हामी बर्थडे सेलिब्रेट गर्न गइरहेको छौँ। तयारी अवस्थामा अनिस उज्यालो दीप नै बनोस् ममता सुन्दरता तिमी आँखाले बोल मायालु मनैले बोले त कसले पो सुन्छ र सपनी मेरा आँखामा तिम्रै छ सपनी तिमी हाँसे खुसीमै पनि ए तिमी हाँसे खुसीमै पनि खुसीका फूल बटोलेर मनको रुमालैमा राखेकी छु सम्हालेर दिन तिमीलाई राखेकी छु सम्हालेर दिन तिमीलाई ओ नगी सबै मनको सीमा पूर्णिमाको ज्योतिमा ल यो गिफ्ट चाहिँ कसको हो कल्दियाको हो राउलाई गयो चाहिँ ल हेरौँ न के रहेछ खाम न चले This is the gift which is given by Raul. के हो चाहिँ यो तेल तेल मलाई तिमीलाई मन पर्छ ल यो चाहिँ बाबाले दिएको गिफ्ट हो के होला ल गेस गर्न ब्रेसलेट हो क्या होइन गाडी हो गाडी हो रोलेक्स यता उ छ के टेप खै एटेक दिदीको घडी खोल्दैछ के रहेछ सस्पेन्स तपाईले मन पर्यो घडी ओरिजिनल कुन कम्पनीको रहेछ राडो कम्पनीको देखाउन यता घडी त चिनाउनै वाह खतरा छ खतरा छ ल यसपछि चाहिँ सेनसेनमा हाम्रो प्युठानदेखि आउनु भएको छ मेरो बर्थडेको लागि भनेर अनि यो चाहिँ त्यहाँ ल्याएको गिफ्ट हो हेरौँ के छ के हो यो यो पनि पर्फ्युम हो गिफ्ट हेर्नलाई त्यसो गरे पर्फ्युम तँलाई मन पर्छ कि नै खतरामा कलेक्टर हो पर्फ्युमको त अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर अङ्गालो तिम्रै अब यो चाहिँ हाम्रो मामाले दिएको गिफ्ट हो उहाँ पनि आज भर्खरै प्युठानबाट आउनु भयो मेरो बर्थडे भनेर त हेरौँ यो के हो मिठो हो Happy birthday. होइन त्यो ननिकाले पनि हुन्छ कि ब्याट्री हो कि यो चाहिँ मामाले ल्याएको गिफ्ट हो एकदमै राम्रो छ मलाई मन पर्यो होइन अब चाहिँ लास्ट अनि लास्टै ठुलो छ साइनमा गिफ्ट हो हेरौँ है फोटो होला के सेनमा गइलाबाट आयो तेरो बर्थडेमा सेनमा 3 दिन अगाडिबाट आएर कुनै मोमो बनाउने कहिले के बनाउने भनेर खाएको थियौँ कस्तो लाग्यो अब राम्रो यहाँ माथि के लेखेको छ लभ फ्रम सेनिमा एन्ड मामा ठिक छ मामा सेन 8495 भएको छ मेरो चाहिँ आजको बर्थडे राम्रो लाग्यो होइन अनि स्पेसल लाग्यो पहिलो भन्दा अहिले हल्का धुमधाम भयो अनि स्पेसल चाहिँ बर्थडेमा चाहिँ हामीले खसी पनि काट्यो हो
नमस्ते म अनिस पौडेल। आज चाहिँ मेरो बर्थडे छ असोजको 28 गते। अनि म चाहिँ आज 14 वर्ष पुरा पुगेर 15मा लागेको छु। त्यही नै हो। मेरो बर्थडेमा चाहिँ टाढा टाढाबाट अब जस्तो प्युठान मावलाबाट आउनु भएको छ, सेनमा घरबाट आउनु भएको छ। त्यहाँ टाढा टाढाबाट आउनुहुने अब मेरो बर्थडेमा आउनुभएका सबै अब आफ्नो त्यो व्यस्तता समयलाई पनि समयमा सानो टाइम निकालेर चाहिँ मेरो बर्थडे इन्जोय गर्न आउनु भएको छ। सबैलाई चाहिँ धन्यवाद। अनि हाम्रो बाबाको अफिसको स्टाफ अनि सरहरू पनि आउनु भएको छ, त्यहाँलाई पनि धन्यवाद। खुसीका फूल बटोलेर मनको